जुनेली। नमस्कार, म श्रेया नेपाल। जदौ थिएटर र रेडियो सगरमाथाले संयुक्त रूपमा उत्पादन गरेको धारावाहिक रेडियो नाटक जुनेलीको 37औं अङ्क लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। गएको अङ्कमा एकैछिनमा आइहाल्छु भनी गएका गोविन्द बाजे निकै बेर भइसक्दा पनि घर फर्किँदैनन्। उनलाई उनकै घरमा कुरिरहेको सूर्य दिक्क मान्दै केशवको चिया पसलतिर लाग्छन्। यता धामीलाई लिएर खगेन्द्रका बुढाबुढी आफ्नो घरमा आइपुग्छन्। त्यति बेला माइली भाउजू घरमा हुँदिनन्। त्यहाँ धामीले मागे अनुसारको सरदाम जुटाएर दिएपछि धामी जोखाना गर्न थाल्छन्। यही क्रममा धामीको भनाइ अनुसार उनीहरूको घरमा बोक्सीको छायाले बास गरेको छ, त्यसकारण घरमा अशान्ति हुने गरेको हो। त्यही बोक्सीको कारण नै उनीहरूको सन्तान नभएको कुरा धामीले बताउँछ र त्यो बोक्सी अरू कोही नभई खगेन्द्रकी आमा माइली भाउजू हो भनी धामीले भन्छ। तर यो कुरा खगेन्द्रलाई विश्वास लाग्दैन। त्यसपछि दैलो अगाडि धामीले चढाएको ल्वाङ, पैसा र रातो फूल रातो कपडामा पोको पार्न लगाएर दैलोमा झुन्ड्याउन लगाउँछ। यसरी पोको झुन्ड्याएपछि बोक्सी घरभित्र पस्न सक्दैन भनी धामी हिँड्छ। उता केशवको चिया पसलमा सूर्य र हरिकृष्ण चिया पिउँदै गर्दा मास्टर पनि आइपुग्छन्। अनि हरिकृष्ण र मास्टर मिलेर सूर्यलाई काम गर्नु, मेहनत गर्नु, जति बेला पनि बाजेको पछि लागेर नहिँड्नु भनेर सम्झाउन थाल्छन्। त्यसपछि के हुन्छ त? आउनु सुनौ धारावाहिक रेडियो नाटक जुनेलीको 37औं अङ्क। आजकल त के भएको अलिकति हिँड्यो कि फतक्कै सिङ्गो ज्यानै गलेर आउँछ। एकैछिन यहाँ पिँढीमा शीतल हावा खाएर बस्छु। अलि एकछिन पछि बुहारीसँग भात मागेर खानु पर्ला। यो सुवा पनि कति भएको हो। यो सबै उमेरले गर्दा भएको होला। हुन त उमेरले भने पनि के भन्नु, आफूभन्दा जेठीहरू ठम भारी बोकेर हिँड्छन्। यो सबै खानकीको कारणले हो। यसो केही तागतिलो चिज ज्यानले खान पाएको होइन। सासु बुढी त कतिखेर आएर पिँढीमा थच्चारिसकेकी रहेछन् है। बुढा किन जिज्या कि? छिटो यहाँ बाहिर आऊ न, छिटो। ल के भयो? किन बाहिर बोला कि? त्यहाँ हेर त, तिम्रो आमा घरभित्र नछिरिकन पिँढीमै बसेकी रहेछन्। अघि बिहान धामीबाले भनेको कुरा सम्झ त। त्यो रातो फूल, ल्वाङ, ढ्याक सबै रातो कपडामा पोको पारेर दैलोमा झुन्ड्याएपछि घर बिगार्न खोज्ने बोक्सी सोझै घरभित्र पस्न सक्दैनन् भनेको होइन? हो नि, त्यही भएर पो भित्र नगई यहाँ पिँढीमा बसिरहेकी रहेछन्। त्यति मात्रै कहाँ हो र? उता गएर लुकेर तन्त्र मन्त्र गर्दैछ पनि भनेका थिए नि धामीबाले। हेर त्यहाँ तिम्रो आमाको निधारभरि टिका। होइन, कसको के कुरा गर्दैछौ तिमीहरू? के भयो? भेद खुल्यो, भेद। यो घरमा बोक्सी बाढ चलाएर यो घर बिगार्न खोज्ने बोक्सीको भेद खुल्यो। होइन, कुन बोक्सीको कुरा गर्दैछौ तिमीहरू? तिमी बोक्सी, तिमी बोक्सी हौ कि बोक्सी? तिमीले नै यो घर र सम्पत्ति अनि मलाई पनि बसमा राख्न खोज्यौ होइन? मेरो कोखमा बोक्सी मन्त्र हानेर हाम्रो सन्तान हुन नदिएको होइन? होइन, तिमीहरू के कुरा गर्दैछौ? मैले केही पनि बुझिरहेकी छैन। तर हामीले सबै बुझिसकेका छौँ। मेरो कोख बाँझो बनाएर कुन चाहिँ बोक्सीलाई बुहारी बनाएर घर भित्राउन खोजेको? तिमी बौलायो कि क्या हो बुहारी? बोक्सीले बौला बनाएपछि बौलाउनु पर्यो नि। होइन, मैले सेवा गर्ने चाहिँ के कसर बाँकी राखेका थिए र? मेरो कोख बाँझो राखेर मलाई नै घरबाट निकाल्न खोजेको? ल बोक्सी, तिमी यहाँबाट निस्केर गइहाल त। गइहाल, ल जाऊ, खुरुक्क गऊ। बच्चा के गरे आयो? आफ्नै आमालाई पनि हात हाल्छ। खुरुक्क यहाँबाट निस्केर गइहाल त। गइहाल भने सुनेरौ, नत्र हात हाल्ने मात्र होइन, तिमी जस्ती बोक्सीलाई जिउँदै जलाएर मार्दा पनि पाप लाग्दैन, बुझ्यौ? लो आज आलुमा पानी पनि लगाइयो। यति भएपछि आनन्द भयो।
यो वर्ष आलु खेती राम्रो सप्रेला जस्तो छ। लो 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 होइन होइन के हो यो? खगेन्द्रको घरमा त रुवाबासी पो चलिरहेछ त, के भएछ? ती खगेन्द्रका लोग्ने सासनी मिलेर माइली भाउजूलाई त लछार पछार पो पार्दैछन् त। खुर्क गइहाल भने सुनिनौ? ए बोक्सी, के हामीलाई मारेर मात्र निस्कने विचार छ कि क्या हो? म बोक्सी होइन छोरा, मैले त्यसो केही गरेको छैन। केही नगरेको भए हाम्रो सन्तान किन जन्मिएन? किनकि मेरो कोख बाँझो बनाउने बोक्सी मन्त्र लगाएकोले हो नि। नाति नातिने खेलाउने बेलामा म किन त्यस्तो गर्थेँ र बुहारी? फेरि म बोक्सी होइन बुहारी, म बोक्सी होइन। तिमीले यहाँ कुनै सबै दिइराख्नु पर्दैन। खुर्क निस्किहाल त, निस्किहाल भने सुनिनौ? निस्किहाल। ल म बोक्सी होइन छोरा, म बोक्सी होइन। ओहो, यिनीहरूले त माइली भाउजूलाई मार्छन् कि क्या? छिटो गएर गाउँलेहरूलाई खबर दिइहाल्नु पर्यो। चिया लिनुहोस् मार साहब। खोइ ल्याउ ल्याउ, यो केशव साहुको हातको चिया नपिएसम्म त धितै मर्दैन भन्या। ठिक भन्नुभयो मास्टर साहबले। अरे उपर हेर्नुहोस् त, त्यो दौडेर आउँदै गरेको मान्छे आइते होइन र भने? खै खै, ए हो त, त्यो आइते नै हो। किन यसरी दौडिँदै आएको होला त्यो आइते? त्यसको घरमा कोही बिरामी पऱ्यो कि के हो? के भयो आइते? किन यसरी आत्तिँदै दौडेर आएको? त्यो त्यो पहिले त बस, यहाँ बस, पहिले बसेर सास फेर। ल त्यो मुढामाथि बस। ल आइते अलिकति पानी खा। ल अब बिस्तारमा भन् त, तँ किन यसरी अत्तालिँदै आएको? खास पनि मास्टर साहब, त्यो 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 खगेन्द्रका लोग्ने स्वास्नी मिलेर माइली भाउजूलाई बोक्सी भन्दै लछार पछार गर्दै घरबाट निकाल्न खोज्दै थिए। के गरे रे माइली भाउजूलाई? खगेन्द्रका लोग्ने स्वास्नी मिलेर माइली भाउजूलाई बोक्सी भन्दै लछार पछार गर्दै निकाल्न खोज्दै थिए। के भन्छ यो आइते? होइन, के को हल्ली खल्ली हो यो? ए ल मैले नमस्कार गरेँ है थपलिया गुरु। नमस्कार केशव साहु। नमस्कार नमस्कार थपलिया गुरु, नमस्कार। सबैलाई मेरो पनि नमस्कार है। अनि के को हल्ली खल्ली थियो? यो आइतेले अचम्मको कुरा सुनायो थपलिया गुरु। होइन, कस्तो अचम्मको कुरा सुनाइसि आइते? ल मलाई पनि सुना त। हेर्नुहोस् न थपलिया गुरु, म आफ्नो आलु बारीमा पानी लगाएर फर्काउँदै थिएँ। फर्काउँदै गर्दा खगेन्द्रको घरबाट निकै ठुलो अलिखली आवाज आयो। अनि म हत्तपत्त दौडेर खगेन्द्रको घरतिर पुगेँ। अनि के भयो? अनि त त्यहाँ पुगेर के देखिस् त आइते? म त्यहाँ पुग्दा त खगेन्द्रको लोग्ने स्वास्नी मिलेर माइली भाउजूलाई त बोक्सी होस्, तैँले गर्दा हाम्रो सन्तान नभएको हो, त हामी लोग्ने स्वास्नीलाई छुटाएर यो सम्पत्ति एक्लै मोज गर्न खोज्दैछस्, त बोक्सी होस्, त यो घरबाट निस्किहाल भन्दै लछार पछार पारा घरबाट निकाल्न खोज्दै थिए थपलिया गुरु। अनि त्यस्तो देखेपछि तिनीहरूलाई रोक्नुको सट्टा भागेर किन यहाँ आएको त? म त्यहाँ रोक्न गएको भए उनीहरू मैमाथि आइलाग्थे। अनि के गर्नु, त्यसैले म दौडेदै यता आएको। त यहाँसम्म आएर एकदम ठिक गरिस् आइते। त यहाँ नआएको भए हामीलाई कसरी थाहा हुन्थ्यो कि खगेन्द्रको घरमा हुँदै गरेको घटना? तर अहिले हामी यहाँ अलमल गर्नुको सट्टा त्यतितिर पो लाग्ने हो कि? ठिक कुरा गर्यो यो हरकृष्ण दाइले। ओहो, छिटो छिटो गरेर उतै जाउँ। उता बेलैमा पुगिएन भने ठुलै दुर्घटना हुनु बेर छैन। छिटो भन्दा छिटो हामी सबैजना जाउँ जाउँ गइहालौँ लो यहाँबाट। केशव साहब त यतै बस्ने होला नि कि जाने हो? जाने हो जाने हो, तपाईँहरू हिँडै गर्नुहोस्, म पसल बन्द गरेर आइहाल्छु। खबरदार है आमा, अब एक पाइला पनि घरतिर अगाडि बढाउने होइन। किन नबढाउने? यो मेरो पनि त घर हो नि। यो तपाईँ जस्तै बोक्सीको घर होइन। खुरुक्क जताबाट आएको पाइला उतै फर्काएर गइहाले हुन्छ। के नचाहिँदो कुरा गर्छौ तिमीहरू? म बोक्सी होइन। तिमी नै बोक्सी हौ। यो घरमा अशान्ति गराउने बोक्सी तिमी नै हौ। यस्ता उल्लु कुरा नगर है खगेन्द्र। आफ्नो घरमा आफैले अशान्ति गर्छ कसैले? तपाईँ जस्तै बोक्सीले गर्छ। अझ मलाई यो घरबाट निकालेर अर्की बुहारी ल्याएर सम्पत्ति जति सबै आफ्नो मुठीमा पार्ने सोचमा रहेछौ होइन? तिमी म माथि झुटो आरोप लगाउँदैछौ बुहारी।
बोक्सी बान चलाएर आफैले आफ्नो सन्तान हुन नदिने अनि आफै फेरि मेरी बुहारी बाँची रहेछ भनेर भन्दै हिँड्ने लाज लाग्दैन तिमीलाई? होइन 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 छोरा, मैले त्यस्तो पाप गरेकी छैन। मलाई यति ठुलो आरोप नलगाऊ। गाउँलेले यस्ता कुरा थाहा पाए भने तिमीहरूलाई के भन्लान्? गाउँलेले हामीलाई भन्ने होइनन्, तिमी जस्ती बोक्सीलाई सिस्नो पानी लगाएर गाउँबाट लखेड्छन्, उस्तै परे जिउँदै जलाउन पनि बेर लाउँदैनन्। आफ्नै घरमा कुकर्म गर्ने बेलामा यहाँ फुट्या थियो कि क्या हो? अहिले गाउँलेको डर? होइन है बोक्सी, खुरुक्क यहाँबाट निस्केर जान्छस् कि हामीलाई बोलाएर सिस्नो पानी लगाएर डाँडो कटाउन लगाऊ? के त्यो धामीलाई बोलाएर सिस्ने पानी लगाऊ लगाऊ भनिराख्या? खुरुक्क जगल्टामा समातेर आँगनबाट तल बाटोमा झार न। यी यसरी घिसार्ने होइन, के गरे कि हे बुहारी, के गरे कि आया दुख्यो। लौ न या छोरा, छुटाउनु परेको। तिमी जस्ती बोक्सीलाई छुटाएर आफ्नो खुट्टामा आफैले बन्छर हान्नु छ र? ल आइज आइज ए बोक्सी आइज, तल बाटोमा झर झर तल बाटोमा। ल जा। ए बुहारी, यस्तो नगर न। म बोक्सी होइन बुहारी, म बोक्सी होइन। मलाई घरबाट ननिकाल छोरा। म बोक्सी होइन छोरा, म बोक्सी होइन। अझ आँगनमा उग्लन खोज्छेस् बोक्सी? ल जा। मरिनी खबरदार, माइली भाउजूलाई लात हान्ने होइन। बुहारी भएर सासूलाई किन लात हानेको? यो मेरो सासू होइन, यो बोक्सी हो बोक्सी। बोक्सीलाई यस्तै गर्नुपर्छ। होइन ए खगेन्द्री, के रमिता गरे यो? के रमिता गरे? हेर्नुहोस् थपेलिया गुरु, यदि तपाईँ यो बोक्सीको पक्षमा बोल्न आउनु भएको हो भने माफ गर्नु होला। यो मेरो घरको आन्तरिक कुरा हो, यसमा कसैले पनि दखल नदिनु होला, नत्र ठिक हुने छैन। हेरे खगेन्द्रे, त जुन कुरामा आफ्नो घरभित्रको आन्तरिक कुरा हो भन्दैछस् नि, त्यो कुरा अब बाटोमा आइसकेको छ। त्यसैले यो कुरामा दखल दिने अधिकार हामीसँग पनि छ। एकदम सही कुरा भन्नुभयो मास्टर साहबले। अब मैले चाहिँ के भन्नु? सबैलाई सही लागेको कुरा अब मैले पनि सही हो भन्नुपर्छ। बाटोमा आइपुगेपछि मात्र होइन मास्टर साहब, कसैमाथि अन्याय भइरहेको छ भने एउटा गाउँलेको नाताले घरभित्रै पनि दखल दिने अधिकार हामीसँग छ। एउटी बोक्सीलाई घरबाट निकाल्ने, घरबाट मात्र होइन यो गाउँबाटै निकाल्ने अधिकार हामीसँग पनि छ। फिक बेमन, आफ्नै आमालाई पनि बोक्सी भन्दै घरबाट निकाल्ने शरम लाग्दैन तँलाई? शरम हामीलाई होइन, शरम त यी बोक्सीलाई लाग्नु पर्ने हो। आफ्नै घरमा यसरी उत्पात मचाउँछ कसैले? होइन, के को आधारमा आफ्नै आमालाई बोक्सी भन्दैछौ या तिमीहरू? यो मान्छे बोक्सी नै हो भनेर धामीबाले प्रमाणित गरिदिसकेका छन्। धामीबाले प्रमाणित गरिसके रे? कसरी गरे प्रमाणित धामीबाले? धामीबाले तन्त्र मन्त्र गरेका केही पूजा सरदामहरू रातो कपडामा पोको पारेर दैलोमा झुन्ड्याउनु, त्यसो गर्यो भने यो घर परिवारलाई बिगार्न खोज्ने बोक्सी सोझै घरभित्र पस्न सक्दैनन् भने, अनि हामीले ऊ दैलोमा पोको झुन्ड्यायौँ। ए हो हो, ऊ दैलोमा पोको त झुन्डेकै रहेछ। त्यसपछि यिनी बाहिरबाट आइन्, घरभित्र पस्न सकिनन् र पिँढीमा बसिन्। त्यो त म हिँडाइले थाकेर आएकी थिएँ, त्यसैले एकैछिन त्यहाँ पिँढीमा बसेकी। ए बुहारी, पिँढीमा बस्दैमा बोक्सी भइने नि? त्यही त, यिनले आफैले भन्दैछिन् कि थाकेको भएर एकैछिन त्यहाँ पिँढीमा बसेको भनेर। ल ठिक छ, त्यसो हो भने त्यो धामीले हामी सबै गाउँलेको अघि माइली भाउजू नै बोक्सी हो भनेर प्रमाणित गरेर देखाओस्, अनि त्यसपछि के निर्णय गर्नुपर्छ गरौँला। हो, ल बोलाओ त्यो धामीलाई। ए आइते, हजुर थपेलिया गुरु। त जा त, छिटो गएर धामीलाई मैले बोलाएको छ भनेर छिटो बोलाएर लिए त। ल जा जा। हस् गुरु, म बोलाएर ल्याइहाल्छु। ल उठ्नुहोस् माइली भाउजू, उठ्नुहोस्, यहाँ पिँढीमा गएर बस्दै गर्नुहोस्। डराउनु पर्दैन माइली भाउजू, हामी छौँ तपाईँको लागि। आउनुहोस्, यहाँ पिँढीमा आएर बस्नुहोस्। हो नि, डराउनु पर्दैन। धामीबा आएपछि सबै कुराको छिनोफानो हुन्छ। बरु हामी पनि यतै आँगनतिर गएर बसौँ न त। हो, बसौँ बसौँ। पर्नुहोस्, म आँगनमा सुकुल ओछ्याइदिन्छु। ल बसौँ 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 बसौँ। तपाईँ सुन्दै हुनुहुन्थ्यो धारावाहिक रेडियो नाटक जुनेलीको 37औं अङ्क। यसमा भाग लिने कलाकारहरू हुनुहुन्थ्यो विष्णु परियार, गणेश दुलाल, निरजराज सुवेदी, कमल बोहरा, वासुदेव खनाल, हरिकृष्ण गौतम, विमला केसी, रचना पौडेल, समन्ता आचार्य, सावित्री शिवाकोटी, गोपीकृष्ण थपलिया, कमल भारती, सलिना थापा, सुमित्रा कोइराला र रत्नकुमार प्रजापति।
संगीत थियो शिवराज पौडेलको, संगीत संयोजन थियो जुगल डंगोलको, नाटक संयोजन थियो समन्ता आचार्यको र यस नाटकका लेखक निर्देशक हुनुहुन्थ्यो निरज राज सुवेदी। तपाईलाई हाम्रो नाटक कस्तो लाग्यो? हामीलाई सल्लाह सुझाव पठाउन नभुल्नुहोला। हाम्रो ठेगाना हो jadavfilm@gmail.com। तपाई आफूलाई पाएक परेको समयमा फेसबुकमा www.facebook.com/drama जुनेली लगइन गरेर पनि सुनेर आफूलाई मनमा लागेका कुराहरू लेख्न सक्नुहुन्छ। हस्त अर्को हप्ता आजकै समयमा यस नाटकको 38औं अङ्क लिएर आउने बाचा गर्दै म श्रेया नेपाल बिदा हुन्छु। नमस्कार।